साथीहरू नमस्कार सम्पूर्णमा। मेरो नाम सिर्जना हो र म अमरसँग बस्दछु। हाम्रो साथ चाहिँ नवलपरासी जिल्लाको एउटा सानो गाउँको नाम हो। म चाहिँ गाउँमा बस्दछु। म अहिले भएको ठाउँ चाहिँ यो चौतारी टोलको, यसलाई हामी मन्दिरको एरिया भन्छौँ। यहाँ विभिन्न मठ मन्दिरहरू निर्माण गरिएका छन्। यो चाहिँ हाम्रो विश्वकर्मा बाबाको मन्दिर हो। हाम्रो अमरसाको कुवा, यसलाई हामी लोकल भाषामा, रैथाने भाषामा हामी यसलाई चुवाडी भन्छौँ। यो चाहिँ भनाइ छ नि, छोरी लानु कुलको, पानी खानु मूलको हो। यो त्यही मूलको पानी हो। यहाँको पानीको स्वाद धेरैलाई मनपर्छ। सालको बुटाको जराबाट मूल पलाएर त्यही मूलको पानी हो यो। हामी चाहिँ प्राय यही खाने गरिन्छ। पहिला चाहिँ खाने पानी नआउँदाखेरि यही पानी हामीले प्रयोग गरिन्थ्यो। गाग्री बोकेर पानी लिन आइन्थ्यो। अहिले चाहिँ घर घरमा धाराहरू, खानेपानीको धारा आइसकेपछि यो पानीलाई हामीले त्यति साह्रो लिन आइँदैन। यसो खेततिर जाँदा मात्रै बोतल भर्ने, खेतमा लाने गरिन्छ। यो पानीलाई चाहिँ एकदम सफा शुद्ध मानिन्छ हामीले चाहिँ है। यो बाटोमा चाहिँ प्राय चहल पहल भइरहन्छ। यता चाहिँ खेत, हाम्रो यहाँ चाहिँ चैतमा धान रोपेर, फागुनको अन्तिम चैतसम्म धान रोपेर असारमा त्यो बाली भित्र्याउने र फेरि असारमा अर्को धान रोपेर यहाँ चाहिँ वर्षमा 2 बाली धान रोपिन्छ। त्यहाँ एकजना अङ्कल खन्दै हुनुहुन्छ। त्यहाँ चाहिँ ट्र्याक्टर जान मिल्दैन, भासी छ खेत। ट्र्याक्टर गयो भने फस्छ, त्यही भएर खन्नु भएको छ। मेहनती हुनुहुन्छ। यो चाहिँ अमरसाको खोला। यसलाई चाहिँ, यो खोलालाई चाहिँ अठेरी खोला भनिन्छ। यहाँ यो खोलाबाटै खेतमा सिँचाइ गर्न पानी कुलो बनाएर लगिन्छ। अनि नुहाइधुवाइ गर्नको लागि पनि आउनुहुन्छ। तोरी नै लगाइन्छ, किनकि हुन त अरू पनि गहुँहरू पनि फल्छ। फल्नलाई यो जङ्गलको एरिया भएर बाँदरको बिगबिगीले गर्दा गहुँ खान दिँदैन। गहुँ मसुरोहरू बाँदरले सत्यानाश पारिदिन्छ। त्यही भएर तोरी लगाइन्छ धेरै जसो। यो हामी चाहिँ खेतमा जानको लागि यो खोला पार तरेर जानुपर्छ। म चाहिँ खोला तरिसकेछु। खेती गर्न पनि दुःखै छ साथीहरू, के गर्ने हो र। गाउँघरमा बस्दा के गर्ने हो र, खेती नगरे भन्ने हुन्छ। खेती गरेको हिसाब किताब गर्ने हो भने उस्तै हुन्छ। ल, यहाँ चाहिँ खेत जोताइसक्नु भएको रहेछ धान रोप्नको लागि। खेत जोताएर रेडी भइसक्यो रहेछ, मलसल छिटाएर। ल हेर्नु साथी, चिटिक्क पारेर आली कान्ला पनि गरिसक्नु भएको रहेछ यो खेतको मान्छेले। हाम्रो त हेर्नुहोस्, यो चाहिँ हामीले धान काट्दा यसको लागि चाहिँ खेत जोतिरहनु पर्दैन। तपाईँको ट्र्याक्टर खर्च आउँदैन। धान काट्नुभन्दा अगाडि खेत यदि गिलै चिसो भएको अवस्थामा तोरी छर्न मिल्दैन, त्यो बेलामा चाहिँ धान काट्नुभन्दा अगाडि यो तोरीलाई, यो तिललाई छरेर अनि धान काट्दाखेरि हाम्रो खुट्टाले दबाउँछ यो तोरीलाई, र अनि आफै उम्रिन्छ। यसको पनि तेल खान अति स्वास्थ्यको लागि राम्रो भनिन्छ है। यसलाई चाहिँ हाम्रो यहाँ चाहिँ लोकल भाषामा घोची तिल भन्छ। अब विभिन्न ठाउँमा विभिन्न
ल यहाँ त आलस फुल्दै रहेछ, पाक्ने अवस्थामा रहेछ, फुल सबै पचिसकेछ। अब तोरी केही दिनमा यो तोरी काटेर यसमा पनि धान रोप्ने। यो धान कति उम्रिएला र कति रोप्ने होला हामीले। झन् पानी आएर जम्मै पानी रहेछ। ल हेर्नु साथीहरू कति दुःख हो गरेर खान। यो बिउ आएर हामीले रोप्न पाउँछौँ त खेत। साह्रै बिजोग हजुर बिजोग छ। ल हेर कति मेहनत गरेर कति ट्र्याक्टर खर्च दिनभरि लगाएर बनाएको ब्याडको यो छ गति। साथीहरू फाइनली खेततिर आइयो। ल हेर्नुहोस् मेरो खेत पनि मैले अस्ति नै जोताएर राखेको छु। यो चाहिँ कुहिएको पुरानो परालहरू ल्याएर कुहाएर यहीँ डढाएर मल हुन्छ कि भनेर राखिएको हो। यो झारले खेतीलाई साह्रै झ्याल गर्छ। सबै थोकको बिउ राख्न पर्ने, सबै खेतीको सबै बोट बिरुवाहरूको यसको चाहिँ बिउ राख्नै नपर्ने। किन होला, जति पालि मासे पनि जति पालि काटे पनि उम्रेको उम्रे, पलाएको पलाए। होइन यो चाहिँ कस्तो अजम्बरी जन्मेको बिरुवा होला भन्छु मैले चाहिँ। साह्रै नै यस्तो झाडी पाएकोलाई छिट्टै काट्यो भने त सफा देखिँदो रहेछ। हेर्नु साथीहरू कति सफा देखिएछ काटेको भाग जति। के अरे साह्रै नै घाम चर्केछ, तिर्खा लाग्यो। एकछिन बसेर पानी खान पर्यो, त्यसपछि सुरु गर्न पर्यो। यो चाहिँ त्यही कुवाको पानी हो, अलि अमिलो अमिलो मिठो मिठो। यसको छुट्टै स्वाद हुन्छ, धेरैले मन पराउँछन्। बाटो आउने जानेले खान्छन्, तिर्खा मेट्छ। हाम्रो अम्मसाको गाउँको शुद्ध पानी। यो बिउ कति राम्रो आएको रहेछ। धन्दा यहाँ चाहिँ आएको रहेछ बँदेल, कस्तो राम्रो हरियो भएको छ। दिनभरि खेतमा काम गरिसकेपछि अब 4 बज्ने लाग्यो, केटाकेटी घर आउने बेला भइसक्यो। त्यसैले अब म पनि घरतिर लागेछु। अब घरतिर लागियो। हेर्नुहोस् साथीहरू यता जम्मै पातहरू झर्न सुरु भइसक्यो। फागुन लागेपछि त झन् कति होला झर्ने। यो बाटो जेसुकै भन्नु साथीहरू, गाउँ भए पनि रमाइलो छ हाम्रो गाउँलाई। हेर्नुहोस् त यो वन क्षेत्र हरियाली छ, कति रमाइलो। बाटोमा यो चाहिँ उकालो हाम्रो घर जाने बाटो आयो। हाम्रो गाउँ त चारैतिर बोट बिरुवाले ढाकेको छ। यो चाहिँ ओम शान्तिको
भवन त्यहाँ झन्डा पनि हल्लिरहेछ मौसम सुरक्षाको लागि यहाँ कपडा सुकाउन काम लागिरहेछ राम्रो छ भ्यू अगाडिको यो चाहिँ हाम्रो चौर हो यहाँ चाहिँ त्यहाँ चाहिँ भलिबलको नेट बाँधेर राखेको छ केटाकेटी आइमाईहरू भलिबल खेल्छन् साँझमा यहाँ यो चाहिँ कुच्चो अम्रोसो कुच्चो फुल झाडु भन्छन् है त्यसको बुट्टा हो यो